छैन भन तैले केही गर्न सकेमा 40को यो उमेरमा बाँधिएको छैन सपना मैले सबै अनुभव बटुलेको छु यहाँ जे गर्छु मर्जीले आफ्नो राहमा जिन्दगीको खेल म हारेको छैन चढाउ बढाउ धेरै भयो अब केही छैन म मेरो बाटो म मेरो कथा मलाई गिराउन सक्छौ त्यो तिम्रो भ्रान्ति मात्र कुन मान्छेले कसरी बोल्छ सबै बुझेको छु आफ्ना र पराईको फरक चिन्ह मैले हेरेको छु सपना त तोडिन्छन् तर मान्छे माटो जस्तो कसैले जे भने पनि फरक पर्दैन अब यस्तो जिन्दगीको खेल म हारेको छैन चढाउ बढाउ धेरै भयो अब केही छैन म मेरो बाटो म मेरो कथा मलाई गिराउन सक्छौ त्यो तिम्रो भ्रान्ति मात्र गाइस यो दृश्यमा देख्नुभएको छ नि टमाटर प्याज बन्दा होइन गोपीहरू फलेको देख्नुभएको छ नि यसमा कुनै विषादी मिसिएको छैन है उहाँ देखिराख्नु भयो नि दृश्यमा गाई बाख्रा होइन हो तिनीहरूको शुद्ध मल हालिएको छ अनि यो कुखुराको अनि स्वर्ग कस्तो हुन्छ भनेर हजुरहरूलाई खुल्दुल लाग्यो होला होइन खुल्दुल चाहिँ मान्नु पर्दैन स्वर्ग भनेको असली स्वर्ग भनेको यही हो धन्यवाद नेक्स्ट भिडियो फेरि आउनेछ